आज चाहिँ म है तपाईहरुलाई खसीको मासु मिठो कसरी बनाउन सकिन्छ भनेर म आफ्नो मेरो एक्सपिरियन्स बताउन गइरहेको छु। मेरो तरिकाले एकचोटि ट्राई गर्नुभयो भने डेफिनेटली तपाईहरुलाई चाहिँ मन पर्छ जस्तो लाग्छ। अनि यो मसला हुन्छ नि, ल्वाङ 5 वटा, सुकमेल 5 वटा, अनि मरिच 5 वटा, अनि जाइदाना प्लस 2 स्टार एउटा त्यो लिएको छु। चिया खाँदै है। जिरा मजाले ताक्छ, त्यसपछि हामी यो टाइपको यो लङ सुकमेलहरू हाल्छौँ। अब 5 मिनट जति अझै यसलाई एकछिन फ्राई गर्ने। त्यसपछि यहाँको यो मासुबाट निस्किने पानी हुन्छ नि, जुन मासुबाटै निस्किने पानी हो, त्यो पानी चाहिँ मजाले सुक्छ। त्यो सुकेपछि यहाँ यसबाट मासुबाट चाहिँ गोल्डन कलर आउँछ, हल्का गोल्डन कलर आउँछ। त्यसपछि हाम्रो नेक्स्ट प्रोसेसिङ चाहिँ सुरु हुन्छ है त। अब अझै 5 मिनट जति मजाले यो घरमै फलेको टमाटर भएको कारणले मैले 6-7 वटा टमाटर लिएको छु है। यो टमाटरलाई बिचबाट यस्तो स्लाइस गरेर यो चाहिँ गोल्डन कलर भइसकेपछि अलिक पछाडि, किनभने टमाटरले मासुलाई अझै पाक्नलाई डिस्टर्ब गर्छ, सो यो चाहिँ अलिक पछि हाल्छु। यो चाहिँ म स्लाइस गर्दैछु। मासुको पानी अझै मजाले सुकिसकेको छैन होइन, यसलाई मजाले सुक्न दिउँ। त्यसपछि यहाँबाट गोल्डन कलर निस्किन्छ। मासु चाहिँ गोल्डन कलर हुन लाग्यो है। अब हामी हल्का बेसार हाल्छौँ। अब एकछिन 2 मिनटहरू पर्ख्यौँ। त्यसपछि हामी अदुवा लसुनको पेस्टहरू, खोर्सानीहरू र प्याज टमाटरहरू एकछिनमा हाल्छौँ। चाहिँ 2टा खोर्सानी लिएको छु है। मटनको पानी मजाले सुकेको छ है। अब म हल्का 2 चम्ची अदरक लसुनको पेस्ट हाल्छु। हाम्रो मासु चाहिँ 15 मिनट पछि लगभग यस्तो गोल्डन कलर आइसकेको छ। पानी पनि यहाँको सुकिसकेको छ, तेल निस्किन थालिसकेको छ। अब हामी हाम्रो टमाटर, प्याज है र
हामीले अघि हालेको प्याज चाहिँ गोल्डन कलर हुन थाल्यो। अब हामी यसमा चाहिँ हल्का जिराको धुलो र धनियाँको पाउडर, जिराको धुलो र धनियाँको धुलो हालेर हामी यसलाई पानी हालेर सिटी लगाउँछौँ। यसरी तपाईँले बनाएर खानुभयो भने चाहिँ एकदम दामी हुन्छ। म चाहिँ मासु पकाउँदैछु अनि हाम्रो आमा चाहिँ टक्क बसेर रमिता हेर्दै हुनुहुन्छ मैले बनाएको मासु, होइन आमा? हो। चार सिटी लाग्यो है। अब हेरौँ कस्तो भयो। काश्मिरी पाउडर, यो चाहिँ मिट मसला, अब यसलाई फेरि 2 सिटी टमाटर मजाले पाक्नलाई। ओभर भोग ल हाम्रो 5-6 सिटी कम्प्लिट भइसकेको छ। अब यसलाई निकालेर हेरौँ। हाम्रो मटन चाहिँ मजाले पाक्न लागिसकेको छ। अब यो ग्रेभीलाई सुकाइन्छ एकछिन। हल्का ब्ल्याक पेपर, हल्का मिट मसला, हल्का यो काश्मिरी मिर्च जस्तै हो तर अलिक पिरो भयो चाहिँ। अब मैले चाहिँ हल्का लास्टमा हाल्नको लागि यो अदुवाको स्लाइस छ हल्का, अनि धनियाँ पत्ता छ, अनि स्मेल दामी आइरहेको छ है। मेरो अदुवाको स्लाइसहरू टक्क हल्का हालेर चाहिँ हल्का धनियाँ हालेर छोपिदिने। त्यसपछि हाम्रो ल हाम्रो मटन चाहिँ फाइनली रेडी भइसकेको छ है गाइस।